यो कुनै एउटा दलको कुनै व्यक्तिको नभए यो साझा उद्देश्य थियो। आज त्यो साझा उद्देश्य नेपालगञ्जका हरेक क्षेत्रका नगरभित्रका बाँके जिल्लाका हरेक समाजले साथ र सहयोग दिएर र विशेष गरी नगरपालिकाको पहलमा आज चाहिँ हामी 20 वर्षपछि चाहिँ स्वर्गीय राजा वीरेन्द्रको शालिग स्थापना गरेका छौँ। यो एउटा सद्भावको सहरको रूपमा चिनिएको एउटा सहर पनि भएको कारणले हामीले पटक पटक आवाज उठाउँदै आइरहेका थियौँ। कसैका पनि मूर्तिहरू आस्थाका धरोहर हुन्, कसैका मूर्तिहरू तोडफोड गरिनु हुँदैन, शालिगहरू तोडफोड गरिनु हुँदैन भनेर हामीले पटक पटक भनिरहेका थियौँ। तर विभिन्न समयमा विभिन्न कालखण्डमा ओड्ने क्रममा दिए र त्यस पश्चात जुन किसिमले नेपालगञ्ज सहर एउटा कुरूप अवस्थामा धेरै वर्षदेखि देखिरहेको थियो, आज त्यो सबै व्यक्तिहरू सबै पार्टीका आस्थाहरू हरेक व्यक्तिका आस्थाहरूको धरोहरहरू आज सबै फाडिएका छन्, शालिगहरू फाडेका छन्। यसले एउटा देशभरि नयाँ म्यासेज दिनुपर्छ भनेर हामीले नै सबैभन्दा पहिले सुरु गरेका थियौँ। यहाँ एमालेका आस्थाका धरोहर ढलेका छन्, कांग्रेसका आस्थाका धरोहर ढलेका, आम जनताहरूको यो चाहिँ समस्या हो।